कुनै पनि जग्गाको क्षेत्रफल नक्सामा कम र पूर्जामा बढी देखिएमा के गर्ने? यस्तो अवस्थामा कुनले मान्यता पाउँछ? आजको भिडियोमा यसैबारे चर्चा गरौँ। कतिपय त्रुटिका कारण नक्सा र पूर्जामा क्षेत्रफल फरक पर्न जान्छ। यस्तो अवस्थामा तपाईसँग भएको लाल पूर्जाले नभई नक्साले मान्यता पाउँछ। किनभने नेपालको कानुनी व्यवस्था अनुसार पहिले जग्गाको नापजाँच हुन्छ र नक्सा तयार हुन्छ। सोही नक्सा र फिल्डमा भएको क्षेत्रफलको आधारमा लाल पूर्जा तयार हुन्छ र व्यक्तिलाई दिइन्छ। त्यसैले नक्सालाई नै आधिकारिक मानिन्छ। यसो हुँदा लाल पूर्जा संशोधनको लागि तपाईले नापी कार्यालयमा टायल चेक गरी पाऊँ भनी हुलाक टिकट टाँसेको निवेदन दिनुपर्छ। निवेदनसँगै तपाईले जग्गाधनी पूर्जा र नागरिकताको प्रतिलिपि, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद बुझाउनुपर्छ। त्यसपछि नापी कार्यालयको क र ख वर्गको अमिनीले टायल चेक गरी क्षेत्रफल हेर्नेछन् र सो बमोजिमको क्षेत्रफल कायम गर्न मालपोत कार्यालयलाई लेखी पठाउनेछन्। त्यसपछि मालपोत कार्यालयले आवश्यक प्रमाण बुझी संशोधन सहितको लाल पूर्जा तपाईलाई दिइनेछ। टायल चेक निशुल्क रूपमा गरिन्छ।